नमस्कार सम्पूर्ण साथीहरुमा म अशोक सुकुमार। आज म कवि दिल बहादुर महराज्यूले लेख्नु भएको दुई कानुन शीर्षकको कविता वाचन गर्न गइरहेको छु। कविता साडुल विकृत छन्दमा रचिएको छ। कविता वाचन यसरी सुरु गर्छु। नाता वंश उचाल्न माथितिर नै सत्ता खुबै फेरिए, बेला अन्तर नाश मात्र रहने जात्रा सबै हेरिए। पाखण्डी कति जन्मिए कति मरे, फुर्ती बढो लाउने आकाशे अधिकार बन्छ सपना सोझा कहाँ पाउने। खेती अक्षरको हुँदैछ महँगो, चर्किरहे भाषण बाटो मात्र घुमाउरो छ जहिल्यै उस्तै रहे शोषण। मन्त्री सांसदमा हुँदा मन परे बढ्छन् वितण्डाहरू, मन्त्री सांसदमा हुँदा मन परे बढ्छन् वितण्डाहरू। चिन्दैनन् घर गाउँ देश जनता नङ्गार भङ्गाहरू। के मिल्दैन यहाँ उचो पद भए सम्पूर्ण भेटे जति, गर्छन् शासन शक्ति साथ तिनकै सन्तान या श्रीमती। जम्मै व्यक्तिमुखी छ राष्ट्र ढुकुटी, के हुन्छ सर्वोत्तम ती सुब्बा खरिदार साथ मुखिया छाडा बने हाकिम। छैनन् न्याय कदापि सत्य पथमा देख्दैन तल्लोतिर, छैनन् न्याय कदापि सत्य पथमा देख्दैन तल्लोतिर। छन् आराम अपार सर्व सुविधा सारा उपल्लोतिर, थुप्रै छन् नियमावली मुलुकमा भारी ठुला ऐनका। थुप्रै छन् नियमावली मुलुकमा भारी ठुला ऐनका। चल्छन् राज उतै अराजक बनी जो जिन्दगी चैनका। प्यारो राष्ट्र बिगार्न घातक जुटे लागे दुराचारमा, पीडा गन्न सकिन्न दुर्दिन बढे ज्यामी कलाकारमा। के को कानुन काम काज उनकै जम्मै भलो गर्दछन्, छन् निर्माण विचित्र कान दुई सोझा यहाँ मर्दछन्। छन् निर्माण विचित्र कानुन दुई सोझा यहाँ मर्दछन्।